हेलो साथीहरु, स्वागत छ मेरो भिडियोमा। आज म पनि चिनको लुगा अनबक्सिङ गर्दैछु। टक्क लाएर चट्टसँगले अनबक्सिङ गर्दैछु। Unboxing. Wow, t-shirt. चट्ट लाएर टी-शर्ट अहिले खोलेर देखाउँछु म लाग्दैन। अनि यो चाहिँ ब्रेस्ट फिडिङको लागि छोपेर ओर्नको लागि towels, baby towels, one piece. यो पनि one piece हस्पिटल जानको लागि। यो चाहिँ घडी मेरो दिदीको लागि चाहिँ यो दुईटा टी-शर्ट र घडी। अनि यो 4 सेट चाहिँ मेरो लागि। अब कस्तो छ म खोलेर हजुरहरुलाई देखाउँछु। फर्स्टमा केबाट सुरु गर्छु भनेपछि घडीबाट। मेरो दिदीको हो, त्यही पनि कस्तो छ म खोलेर हेर्छु त साथीहरु। कस्तो छ वाउ, राम्रो छ। ओ सोचे जस्तै रहेछ यो चाहिँ। ल मलाई त मन पर्यो यो चाहिँ, सोचे जस्तै छ। वाउ, पेरिस वाला। वाउ, what a wow। राम्रो छ हैन साथीहरु? वाउ, मलाई त मन पर्यो। आमानी कस्तो राम्रो। यस्तो नि लाउनु पर्छ कि। मलाई त यही पो मन पर्यो मेरो एप्पल वाच भन्दा पनि। दिदीलाई साटौं भन्नुपर्छ कि क्या हो? पुरो एप्पल वाच भनेपछि एप्पल वाचै हो नि साथीहरु। यो पनि मेरो दिदीको लागि टी-शर्ट। यस, पुरै नेटमा रहेछ नि त, समरको लागि। वाउ नै रहेछ यार, वाउ नै रहेछ। वाउ तर नेटमा रहेछ यो। तल साइडमा चाहिँ समरमा हुन जान्छ। यो लुगा पनि राम्रै लाग्यो मलाई त। यस्तो भित्रको चाहिँ अलि देखिने के जे छ त्यही नै आउने है। राम्रै लाग्यो तर यो अलि अगाडितिर चाहिँ हुने जस्तो लाग्यो साथीहरु। अलि भित्रको उहरू देखिने के लुगाहरू। यो चाहिँ अलिकति तल भइदिएको भए हुन्थ्यो। यो वाला लुगा वाला अलि नेटमा रहेछ। यो समरमा चाहिँ खतरा जान्छ तर यो लुगा समरको लागि बेस्ट। तर राम्रै छ, नट ब्याड। हेलो साथीहरु, के छ हालखबर हजुरहरुको? सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै छु। आज चाहिँ मैले मेरो पहिलाकै थोरै ब्लग थियो, त्यही भएर मिक्स गरेर 9-10 मिनेटको बनाऊँ भनेर टक्क लाएर खाँदा भिडियो बनाएँ। खाएर त हाफ गरिसके। यो चाहिँ मैले तताएर यसमै खाइदिएको के साथीहरु, थालमा नखाइकन तताएर यसमै खाइदिएको। आज चिकनको मासु
त्यसपछि अचार, यो चाहिँ के को भनेपछि कागतीको, अनि दाल भात खाँदैछु। अनि यसो सम्झेँ, अनि म पनि मिक्स भिडियो बनाऊँ भनेर आएको। यसरी नै खाइदिएको मैले उतालेर किचनमा बसेर नखाएको। यता घाम छ, म कपाल नुहाएको पखालेको जिउहरू, अनि त्यही आएर यता भित्रै आएर खाँदैछु साथीहरू। हजुरहरूको पनि कसैको खाजा खाने बेला भइसक्यो होला, कसैको खाना खाने बेला भइसक्यो होला। म पनि आज अलि ढिलो खाना खाँदैछु। सिसाको भाँडामा चाहिँ खानाहरू ड्युटी जाँदा बोक्नलाई नि सजिलो हुन्छ, अनि चट्ट रहेको खानाहरू पनि हालेर राख्नलाई राम्रो हुन्छ। अब खानासाना खाएर चट्ट लाएर आमाहरूसँग बोल्ने, अनि त्यसपछि फेरि एकछिन वाकमा जाने। यसरी नै चल्दैछ मेरो दिनहरू। म चाहिँ सिनको लेगो अनबक्सिङ गर्दै थिएँ, अनि फेरि अनबक्सिङ गर्दा गर्दा दिदीको भिडियो कल आयो, रिसिभ गरेर मैले त्यसलाई पुरा गर्न सकिनँ क्या, त्यही भएर मिक्स गरेर यही हालिदिउँ भनेको। लास्टै अल्छी भएको छु। Oh my god. यो टी सर्टमा चाहिँ मेरो ऊ नै लाग्नु जुड्या कि क्या हो, जुठाहरू। ल बाई साथीहरू, अर्को भिडियोमा भेटौँला। त्यतिखेरसम्मलाई मलाई साथ सपोर्ट दिएर लाइक सेयर सब्सक्राइब गरिदिनु होला। जे जस्तो भए पनि यो नर्मल भिडियो मेरो चाहिँ, स्ट्यान्डर्ड भिडियो छैन। हजुरहरूले हेरेर नराम्रो कमेन्ट नगरिदिनु होला। बाई बाई, अर्को भिडियोमा भेटौँला।